सर्वप्रथम त स्वदेश तथा विदेशमा छरिरहनु भएको मेरो आफन्तजन, बुबा, आमा, दाजु, दिदी, भाइ, बहिनी, मित्रजन, मिडियाकर्मी, साथी, सङ्गी, गुरुवर्ग, कुरकुटुम्बा सबैमा मेरो नमस्कार, सेवारो, सेवा स्यामुना, हावा, लासो फ्याफुला, टसिडोले, जोरले, जोजोनापा। आज पनि सानो भिडियो लिएर उपस्थित छु म हजुरहरूको साथमा। शब्द रचका प्रवीण थापा। नजिकै रहेको बडा दशैँ र शुभ दीपावली, छठ पर्वको पनि शुभकामना भन्न चाहन्छु। हुन त आज देश मातृभूमिमा त रोउनु भएको छ, सम्पूर्ण आफन्तजन शोकमा हुनुहुन्छ, दुःखमा हुनुहुन्छ, पीडामा हुनुहुन्छ। हामी परदेशी पनि त्यत्तिकै पीडामा छौँ, दुःखमा छौँ। र भए पनि आफ्नो पर्वलाई सकिन्छ भने मानवपर्छ है भन्ने मेरो यो विचारधारणा। पुर्खाले मानिल्याएको पर्व हो। र आज म यस फेसबुक लाइभमा आउनुको मेन उद्देश्य चाहिँ मैले दुःख जिलो गरेर जन्मपछि मृत्यु निश्चय छ, मर्नु अगावि केही गर्नुपर्छ, आफ्नो बाँचिरहने काम गरेरै मर्छु भनेर मैले दुःख जिलो विदेशी भूमिमा रगत पसिना बगाएर स्वदेशमा आफ्ना गाउँघर, विद्यालय, खोला नाला, देवी देउरालीका गीत लेख्दै आएको अवगत त्यहाँ हजुरहरूलाई थाहै छ। यदि मेरो गीतहरू नसुन्नु भएको भए मेरो पहिलो गीत निकेश राई, सङ्गीता मगर बहिनीले स्वर भरिदिनु भएको छ परदेशी गीत, सङ्गीत भर्नुभएको छ मणि ताम्लिङजीले। त्यसै दोस्रो गीत हो बिपारे हाटेमा इन्द्र सुशील चौमाङ, दिपा सङ बहिनीको पवित्र स्वर सुन्न सकिन्छ। तेस्रो गीत भनेको मादिकै एकमात्र निवासी एकमात्र एमकेबी कोइराला, आफैमा सङ्गीतकार, शब्दकार, गायक, उहाँको स्वर सुन्न सक्नुहुन्छ, सुनिसक्नु भएको होला। चौथो गीत इन्द्र सुशील चौमाङ, स्मृति स्वाङ, उहाँहरूको पवित्र स्वर एकदमै सुन्न सक्नुहुनेछ। र सुनेर साथ दिनुहोला, मलाई माया गरिदिनु होला। र मैले आफ्नो परिवारको खुसी खोसेर भावी प्रस्थाको मेरो बालबच्चाको लेखाइपढाइप्रति मैले उत्तरदायित्व ध्यान नदिएर पनि मेरो रोगलाई थाती राखेर म मर्नु अगावि केही गरेर मर्छु, मेरो गाउँघरलाई चिनाएर मर्छु भनेर मैले सबैको स्नेह, स्याबासी, दया पाउला भनेर यसरी अगाडि बढिनुहुँदा कुन मेरो बुद्धिमानी दाइले, भाइले आफ्नै तरिकाले मेरो गीतहरूको भिडियो बनाउनु भएछ। भिडियो बनाएको मलाई गुनासो छैन। मैले पहिले नै भनेको हाम्रो स्वर, हाम्रो शब्द रचना हजुरहरूलाई मनपर्छ भने सिरियसता पुर्याएर त्यसको पुरा विवरण पुर्याएर शब्दले के मागेको छ, कस्तो सिन मागेको छ, त्यसलाई पुरा भरपुर देख्न पाऊँ। त्यो भएको कारणले मैले मेरा गायकहरू आफन्तजनमा पनि दाजुभाइ हो, यो अडियो अपलोड गर्नुहोस् तपाईँहरूले, भिडियो म बनाउँछु, मेरो गाउँघरलाई म राम्रो चिनाउन चाहन्छु, म मरेपछि पनि देखिरहन पाऊँ भनेर द्वन्द गर्दै, झगडा गर्दै मैले थाती राख्दै बुद्धिजीवी भाइले